हाई गाइस म चाहिँ बेड भइछु है कति भइसक्यो भने अहिले होइन 11-12 बज्न लागेछ है। अनि आज चाहिँ म छिटै उठ्छु भने चाहिँ छिटै उठेर भ्लग बनाउनु पर्यो भनेको त म त अहिलेसम्म बेड भइछु है। अनि अहिले भर्खरै उठ्दैछु, एकछिनमा फ्रेस भएर हजुरहरूसँग भेट्नेछु। यो चाहिँ मेरो बिहान बिहानको कफी, बिहान पनि के भन्नु दिउँसो भइसक्यो है। छुट्टी भएको दिन चाहिँ म यस्तै हो, दिनभरि सुत्दिन्छु होइन। अनि यो मेरो ब्ल्याक कफी, अनि यता चाहिँ मेरो ब्रेड र अन्डा खाना लागेको छु अब। हाई गाइस, वेलकम ब्याक टु माई च्यानल। इट्स मी तारा राई, हजुरहरूकै प्यारी प्यारी तारा राई। आजको भिडियो चाहिँ केबाट स्टार्ट गर्न लागेको छु भने गेट रेडी विथ मी बाट है। अनि आज म चाहिँ रेडी हुन लागेको छु। रेडी चाहिँ यसो आज छुट्टी हो, त्यही भएर कलेज पनि छुट्टी छ, काम पनि छुट्टी छ, त्यही भएर यसो पार्कतिर हावा खान जाऊँ भनेर हल्का रेडी सेडी भएर जाऊँ न भनेर चाहिँ रेडी हुन लागेको छु। रेडी हुँदा के लाउँदो रहेछ है, म नर्मल त्यस्तो धेरै मेकअप त गर्दैन, त्यही पनि तपाईहरुलाई देखाउन मन लाग्यो के लाउँछु भनेर है। म सबैभन्दा अगाडि चाहिँ म यो लाउँछु हैन। यो चाहिँ सिरम हो, मेरो स्किन चाहिँ ड्राई हो क्या, त्यही भएर यस्तो लाउनु पर्छ। अनि हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै फिट एन्ड फाइन छु है। कलेज लागिरह, कलेज छ अनि कलेज गयो, काम गयो। छुट्टी भएको दिन चाहिँ कलेज पनि हुन्न, काम पनि हुन्न नि त, त्यो दिन चाहिँ दिनभरि सुतेरै जान्छ जिन्दगी। कसको त्यस्तो हुन्छ प्लिज कमेन्ट है, म त सुतेरै जान्छ। अनि मैले सनस्क्रिन चाहिँ यो लाउँछु, थिबा पुट। यो भिडियो स्टार्ट चाहिँ मैले कति बजी गर्दैछु भने 4 बजीसम्म गाइज। उठेर खाजा खाएँ पहिला, त्यसपछि आएँ अनि खाना खाएँ, अनि त्यसपछि चाहिँ यी भ्लग बनिरहेको छु है। त्यसपछि फाउन्डेसन पनि हल्का लगाऊँ न है। फाउन्डेसन चाहिँ म यो लाउँछु है, मैले यो नेपालदेखि नै लिएको है, अहिलेसम्म यही लगाइरहेको छु। अब बिस्तारै चाहिँ अरू किन्नुपर्छ, किनभने यसले नै काम चलिरहेको नि त अहिलेसम्म, किन पैसा वेस्ट गर्ने होइन। हजुरहरूलाई होइन मेकअप गर्न होइन कति टाइम लाग्छ कमेन्ट है, जे पनि कमेन्ट। यो चाहिँ ऐना हेरेर गर्छु ल। यो चाहिँ मलाई जेन साथीले गिफ्ट दिनुभएको ऐना है। यो सनस्क्रिनमा चाहिँ क्या फाउन्डेसनहरू पनि कस्तो मजाले सेट हुन्छ क्या, टाइप जस्तै आफ्नै स्किन जस्तो क्या। मलाई यस्तो फुस र परेको मन पर्दैन, त्यही भएर यो चाहिँ आफ्नै स्किन जस्तो देखिन्छ क्या। जुन साथीले कल गर्छु ल, के गर्नु छ? हावा खान जाने हो पार्क? ल रेडी हुनु, म एकछिनमा आउँछु। दिदी पनि फ्री हुनुहुन्छ नि त, अनि त्यही भएर सँगै एक राउन्ड पार्क खानेर आउनु पर्यो भनेर सोचिरहेको छु गाइस। सबभन्दा पहिला चाहिँ हाम्रो राईहरूको चाहिँ यस्तो परेराहरू लामो हुन्न के भएर है, चित्री बाहुनहरूको कस्तो राम्रो सरक्क परेको हुन्छ नि त। तर मेरो पनि कम छैन यार, ठुलै छ है। हेर्नु त, अब चाहिँ लिपस्टिक लगाउनु पर्छ, सिग्लामको लिप लाइनर। तर मैले भने जस्तो लिप लाइनर आएन क्या चाहिँ। यस्तो मैले चाहिँ ब्राउनी कलर खोजेको, तर चाहिँ पिङ्क जस्तो कस्तो कस्तो छ क्या। अनि यो लाउँछु, यो चाहिँ एकदम राम्रो छ, यो नै म लगाएर तपाईँलाई देखाउँछु होइन।
मेरो मेकअप चाहिँ डन भयो गाइज यसमा रेडी भएर भेट्छु बाई बाई गाइज म चाहिँ रेडी भएँ गाइज मैले चाहिँ ब्याग चाहिँ छोडेर जानु भएँ किन है त्यो पार्क जानलाई पनि ब्याग बोक्नु पर्यो है त्यही भएर यतिकै जान्छु चप्पल लगाएर चप्पल पड्काउँदै जान्छु गाइज हामी चाहिँ पार्क हेर्न आएको छौँ यहाँ हुन्छ हाम्रो जेन साथी है राम्ररी मान्छे उहाँ चाहिँ बेलटारै पहिला बस्नुभएको है बेलटारको धेरैजना मेरो भ्लग हेर्छ नि त कुन बोर्डिङ पढ्नुभएको भनिदिनु त म कञ्चनजङ्घा नर्सरी पढे चाहिँ जेन्सा राई जेन्सा के हो चाम्लिङ चाम्लिङे चाम्रो हामी चाहिँ यहाँ लाइट कुदिरहेछौँ यहाँ ग्रिन बलेपछि चाहिँ जाने हो अनि हामी आएको पार्क चाहिँ 5 मिनट लाग्छ क्या अनि हामी चाहिँ यस्तो भइरहेको छ के भयो भन्दैन न तर होइन गाई जेन साथीलाई होइन रेडी हुनु राम्री भएर जानुपर्छ आज भयो होइन भन्नुभयो होइन अनि म आएँ है अनि मलाई हेरेर जेन साथी के हुनुभयो पार्क चाहिँ यस्तो छ होइन हेर्न यहाँ यो फुलहरू रोपिराख अहिले माछा हेर्नुहोस् हड्डी मात्रै छ यसको ए मासु चोक्दा यस्तो रहेछ खासमा यहाँ पानी थियो होला है र चिप्लेटी छ यता पिङ्क छ यस्तो छ अनि यस्तो गोलो पनि छ नि त सायद पानी थियो होला क्या पहिला थिएन होला क्या हो ल्याउ न आइफोन गयो भने त एकछिन है 1 2 3 गो ओइ पेन जाल कसरी खेल्नुपर्छ यहाँ तारा राईदेखि सिक्नुहोस् गाइज मलाई पनि भिडियो बनाउन सिकाऊ है म पनि अब युट्युब खोल्नु पर्यो के रे बन्जी कविता नेपाली 2 हो कि क्या हो मजा आउँदो रहेछ फेरि वन्स मोर एकचोटि यो कुरी नत्ते नि नेपाल गएर के गर्नुपर्ने थियो रोडिज हो रोडिजमा सेलेक्ट हुन्छ त रोडिज भनेर मजा आयो तपाईँ जाने ल रोडिज रोडिज होइन म यहाँ तपाईँ के प्लिज मिला मेरो कसले हेर्नुहुन्छ यो त भाउजूले हेर्नुहुन्छ होला कसले हेर्नुहुन्छ यस्तो खेल्नुपर्छ पिङ्क है तर मलाई अप्ठ्यारो भयो क्या यता जान्छ अरे ल टु पाए हुँदा मेरो चप्पल गाइज मेरो चप्पल होइन एउटा बिरालै छैन हेर्नु न यहाँ छ्या ए हो यो गाइज यो चाहिँ यस्तो वाला होइन यस्तो वाला चाहिँ होइन 4टा वाला भिडियो भने चाहिँ लक्की रे क्या त्यो मान्छे अनि हाम्रो सरले चाहिँ एकचोटि भेटिरहेको छ हामी चाहिँ यस्तै खोजीमा छौँ है अहिले हो अनि 5वटा अनि के गर्नुभयो त त्यस्तो नि फाल्ने हो त त राख्नै पो त उही त आफ्नो लक हो लक म त देखिन है खोज्नु त म त भेटेन मलाई अल्छी पो लाग्यो एकदमै के अरे ध्यान दिएर यहाँ खोजिरहनुहुन्छ आजको मौसम चाहिँ यस्तो दामी छ है गाइस यस्तो दामी छ तपाईँलाई के भन्ने है अनि यहाँ चाहिँ यस्तो मिठो हावा आउँछ
यो रुखहरूबाट अनि बस्ने ठाउँ पनि यस्तो राम्रो छ होइन, क्युट क्युट छ, टेबल पनि छ। अनि मजाले यहाँ आएर बसिदिन्छु क्या, अनि मलाई आनन्द लाग्छ है। अनि यस्तो आकाश हेर्ने अनि मस्तले हावा बस्छ होइन। म चाहिँ यस्तो बसिदिन्छु होइन। जेन्सले चाहिँ एकदम मेहनती हुनुहुन्छ, त्यही भएर मेहनत गरेर खोजिरहनुहुन्छ। म त अल्छी छु है, त्यहाँबाट म त आएर बस्दिएँ। आज हामी यहाँ बसी चाहिँ सुप्पा जान्छौँ। सुप्पामा गएर चाहिँ आज जेन्सादी कलर किन्ने भनिरहेको, अनि कलर लिएर जेन्सादीलाई लगाइदिने हो। अनि मैले लाउनु पर्ने त छ, तर अहिले म लाउँदिनँ। मेरो यो नेपालदेखि ल्याएर आएको यो कलर हल्का छ कि यहाँ तलतिर, यो पनि सबै गओस् अनि चाहिँ लाउनु पऱ्यो भनेर सोचिरहेको छु। अब म कलर गर्ने हो कपालमा होइन। अगाडि कलर गरेको नआएर ढङ्ग धेरै भएर यस्तो टाटेर पाङ्रे भएको। अनि हाम्रो ब्युटिसियन मिस तारा गरिदिनुहुन्छ अरे, अनि कलर किन्नु जाने हो हामी। अब हामी नेक्स्ट भिडियो सुप्पा हेर्नु गाइस। जापानमा त क्या जतातो चाहिँ फुलहरू हुन्छ क्या, जतातो चाहिँ क्या। हाम्रो नेपालमा त रोप्दाखेरि पनि फुल्दैन, यहाँ त भुइँमा जतातो चाहिँ फुलहरू हुन्छ कि। कस्तो राम्रो, कस्तो दामी देखेको हेर्नु त। हेर कसैले यो अँगालो मारेको, नसकी अँगालो मारेको भिडियो, तर बहिनी जस्तो छ है यहाँ। बहिनी जस्तो ग्राउन्ड भिडियो हान्दिन्छ। कोसुमोसु आइपुग्यो गाइस। हामी छौँ यता। दिदी चाहिँ यहाँ हेयर कलर हेर्नु हुँदैछ, कस्तो खालको कलर किन्ने लाउने भनेर है। त्यो जापानको फेरि भन्न बित्तिकै कस्तो नबस्ने खालको कलर हुन्छ क्या, त्यही भएर त्यो चाहिँ सनस्क्रिमहरू है गाइस। कलर हामीले चाहिँ दिदीले ब्ल्याक कलर लाउने रे दुईवटा, अनि जुस अनि दुध किनेर अब चाहिँ निस्कन लाग्यो। दो गुड खालो त्यसै गाइस। कसले रक्सी भने हा त यताबाट मेरो छाया आयो क्या। हामी ने गयो गाइस। जेन्सादीको फेभरेट जुस रे। अनि हाम्रो सामान चाहिँ यति छ। अनि अब चाहिँ हामी अब हामी रुममा पुग्छौँ अनि दिदीको कलर लाउने। अब त्यति बेला भेटौँ है गाइस। यो बाटोमा अब म भ्लग गर्ने, मेरो हात दुख्छ। बाई बाई। यो चाहिँ हामी चाहिँ कलर गर्न लागेको है, दिदीको ब्ल्याक कलर है गाइस। कलर लगाइसकेपछि भेटौँ। दिदीको कलर है गाइस। फ्यास पनि पाएछ आफै। अनि यहाँ दिदीले चाहिँ खाजा बनाउनु भयो, कफी अनि स्यान्डविच। हामी चाहिँ खाएको ल अब गाइस। ताराको अनुहार भन्दा प्लेटको अत्रा। गाइस म चाहिँ हिरोमा आइसकेँ। जेन्सा दिदीको कपालमा कलर गरिदिएर अनि खाजा नि बनाएर दिनुभयो। अनि खाजा खाएर रमाइसकेँ। अनि अब चाहिँ म के खाने भनेर सोचिरहेको छु। बेलुकाको खाना मैले खाना भात पनि अघि भर्खरै 1 बजीतिर त खाएको। के 1 बजी 2 बजीतिर खाएको, 2 बजीतिर त खाएको थिएँ। त्यही भएर त्यस्तो भोक लागेको छैन। अनि भोक लागेको छैन, नर्मल चिज केही खाएर सुत्नु पर्ला आज। हाई गाइज, अहिले चाहिँ बेलुका भइसक्यो। के खाने भनेर चाहिँ सोचिरहेको थिएँ। अनि मलाई चाहिँ के खान मन लाग्यो, अनि मलाई चाउमिन खान मन लाग्यो। अनि मैले चाहिँ मसँग थुक्पा थियो कि अस्ति ल्याएको,
त्यही थुक्पाको चाहिँ चाउमिन बनाएँ अनि अब चाहिँ म खाना लागेको छु अनि हजुरहरूलाई मेरो चाउमिन दाउँछ मैले बनाएको भिडियो चाहिँ बनाएन बनाएर रेडी बनाएर चाहिँ एकचोटि भिडियो हालेको छु यो चाहिँ मेरो चाउमिन चिकन चाउमिन अनि यहाँ चाहिँ काँक्रा छ यो चाहिँ मेरो फेभरेट हो काँक्रा चाहिँ सो म चाहिँ खाइदिन्छु होला हेर्नु त कस्तो छ यम्मी देखिरहेको नि है यम्मी यम्मी अब चाहिँ खान्छु ल खाएर खाएर चाउमिन चाहिँ म अब बिस्तारै खान्छु किनभने यो मुकबाङ भिडियो होइन त्यसैले म बिस्तारै खान्छु यसको भिडियो चाहिँ यति नै अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला अनि अब नेक्स्ट भिडियोमा भेटौँ त्यति भन्दै सी यू गाइज टेक केयर